र विश्वकै सर्वश्रेष्ठ अध्याय मध्ये एक। अध्याय 11 विश्वरूप दर्शन योग, अर्थात् सम्पूर्ण ब्रह्माण्ड एकै शरीरमा देखिने क्षण। यो अध्याय गीताको महत्त्वपूर्ण अध्याय हो, जहाँ कृष्ण ईश्वर हुनुहुन्छ। यो तथ्य अर्जुनले स्वयं आँखाले देख्छन्। अर्जुनको अनुरोध, हे प्रभु, मलाई तपाईको सत्य रूप देख्न मन छ। अध्याय 10 मा कृष्णले विभूतिहरू सुनाउनु भयो, तर अर्जुन अझै पनि गहिरो रूपमा बुझ्न चाहन्छ। हे देवदेव, म तपाईलाई यो ब्रह्माण्डमा हुँदाको जो सार्थक वास्तविक स्वरूप म आफ्नै आँखाले हेर्न चाहन्छु। इतिहासमै पहिलो पटक एक मानव ईश्वरलाई विश्व रूपमा हेर्न सजिन्छ। कृष्ण मुस्कुराउँछन्, अर्जुन, सामान्य आँखाले मेरो यो रूप देखिँदैन। म तिमीलाई दिव्य दृष्टि प्रदान गर्छु। अब हेर्न तयार गर। यो ब्रह्माण्डको गर्जन। अर्जुनले दिव्य दृष्टि पाउँछन् र क्षणभरमै अद्भुत दृश्य सुरु हुन्छ। हजार सूर्य एकै पटक उदाएझै तेज। अनन्त आकाश कृष्णको पेटभित्र। सबै ग्रह तारा समय उनैको शरीरमा। अर्जुन चकित, अचम्बित, कम्पित, भक्तिभावले भरिन्छ। त्यो दृश्य शब्दले नअटाउने थियो। कृष्णको विश्वरूप। अर्जुन, म समय हुँ सबैलाई गन्तव्यमा पुर्याउने। कृष्णको आवाज ब्रह्माण्डभर गुन्जिन्छ। श्लोक 11.32। कालोस्मि। अर्जुन, म काल समय हुँ। जन्मेका सबैलाई उनको अन्त्यसम्म पुर्याउने शक्ति म नै हुँ। यो वाक्यले अर्जुनलाई हल्लाइदिन्छ। यही श्लोक विश्वकवि ओपेनहाइमरले उद्धृत गरेका थिए। भयानक र दिव्य रूप दुवै एकसाथ। अर्जुन देख्छन् देवदूत, ऋषि, दानव, सृष्टि र विनाश, जीवन र मृत्युकै चक्र, सबै कृष्णकै शरीरमा। कुरुक्षेत्रको दुवै पक्षका योद्धाहरू, भीष्म, द्रोण, कर्ण, सबै कृष्णको ज्वलन्त मुखमा डुब्दै जान्छन्। अर्जुन काँप्छन्, हे प्रभु, यो योद्धाहरू मेरो कारण होइन। किन तपाईको इच्छाले पहिले नै समाप्त भइसकेका थिए?